अब डाक्टर बनेर यहाँ यस्तो सेवा सुविधा गर्न आउनु होला। ल कङ्ग्रेचुलेसन है त। मेनी कङ्ग्रेचुलेसन। Firstly, आज May 24, 2022 Tuesday र आज हामी पुनः अपाङ्ग केन्द्रमा आइपुगेका छौँ सदाजै गरी र आज चाहिँ हाम्रो नियोगमा रहनुहुने आङ डेभिड शेर्पाज्यू उहाँ चाहिँ आज डक्टरमा चाहिँ पदोन्नति हुनुभएको छ र उहाँको ग्रेजुएसन सफलतापूर्वक सकिएको छ र उहाँले चाहिँ यसकै उपलक्ष्यमा चाहिँ यहाँ अपाङ्ग असहाय व्यक्तिहरूको भएको ठाउँमा चाहिँ एक छाक खाना खुवाएर आफ्नो यो खुसियाली मनाउनु भनेर चाहिँ भन्नुभएको रहेछ। तर हामीले आज चाहिँ उहाँहरूको लागि चाहिँ एउटा केक र पैसा बाँड्न गइरहेका छौँ र जुन उहाँले पठाउनु भएको चाहिँ $200 अर्थात् नेपाली 24,200 रुपियाँ हो। यसलाई चाहिँ हामी यहाँ चाहिँ 120 जना रहेको हामीले पहिलादेखि नै थाहा थियो र 120 जनालाई हामीले 150 दरले आज वितरण गर्नेछौँ भने जम्मा 18,000 हुन गएको छ र 3500 को केक र 2000 ट्याक्सी भाडा गरी चाहिँ हामीले टोटल 24,000 रुपियाँ चाहिँ यहाँ खर्च गरेको छौँ। त्यसैले डाक्टर आङ डेभिड शेर्पाज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद। उहाँले यति सहयोग गर्नुभएको छ अपाङ्गहरूलाई र तपाईँको कार्यकाल पनि सफल जाओस्। थ्याङ्क यू। Dr. Ang David Sherpa. Heartily congratulations to you from me and all of the residents of Kagendra. We are extremely happy for your win, and we are very happy that you have become doctor. So wish you have a fantastic and brilliant career ahead, and hope to meet you again. And thank you so much for this cake and the little money. So we heartily appreciate and thank you so much from all of our heart. Wish you have a bright future. Thank you. नमस्कार, म सूर्य कुमारी गुरुङ। यस नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन गृहमा धेरै आवश्यकता अपाङ्ग दाजुभाइ दिदीबहिनीहरू बस्नुहुन्छ। उहाँहरूको लागि विभिन्न समयमा बेला बेलामा कहिले जाडो महिनामा ज्याकेट खानेकुरादेखि लिएर पटक पटक हाम्रो घेसेटासी फाउन्डेसनले चाहिँ हामीलाई सहयोग पुर्याउँदै आउनु भएको छ र अहिले पनि हामीलाई चाहिँ यहाँका दाजुभाइ दिदीबहिनी यहाँको कार्यरत कर्मचारीहरूलाई चाहिँ केही नगद र केक खुवाउनु भएको छ। हामी आङ डेभिड शेर्पाले उहाँले चाहिँ डक्टरेट गर्नुभएकोमा चाहिँ खुसियालीमा खुवाउनु भएको छ। हामीलाई पनि हाम्रो परिवारलाई पनि धेरै खुसी लागेको छ किनकि तपाईँहरूले हामीलाई जोड्नु भएको छ। हामीले पनि यहाँहरूलाई हाम्रै परिवार ठानेका छौँ। हामी उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। हामी सम्पूर्ण परिवारको तर्फबाट यस्तै उन्नति प्रगति सुन्न पाइयोस्। हामी सदैव तपाईँहरूको साथमा रहन पाऊँ, यही छ कामना। धन्यवाद।